नमस्कार साथीहरू, आज म तपाईलाई लिएर जाँदैछु काठमाडौँ नजिकको एक शान्त र सुन्दर गन्तव्य लैक्यू भेन्जियाङ। यात्रा सुरु भएको हो गौवारकोबाट। बाइकमा रमाइलो यात्रा, हरियाली अनि माथिबाट देखिने अनुपम दृश्यहरू तपाईलाई यो यात्रा अवश्य मन पर्छ। बिहानको समय थियो, मौसम खुलेको, हावा ताजा अनि मनमा उत्साह। गौवारकोबाट बाइक स्टार्ट गरेपछि यात्रा सुरु भयो। सडकहरू एकपछि अर्को मोड, झाडीहरूका बीचबाट घुम्दै पहाडको पेटी भएर अघि बढ्दै। कसैले भन्यो जस्तै लाग्यो, यात्रा गन्तव्यभन्दा सुन्दर हुन्छ। हरेक मोडमा एक फरक दृश्य, कहिले खोलाको आवाज, कहिले चराहरूको गीत। बाइकको स्पिडसँगै मन हल्का भइरह्यो। शहरको भिड, धुलो अनि तनावभन्दा टाढा यो सडकले मलाई शान्तिको बाटोमा डोर्याइरहेको महसुस भयो। जति माथि पुग्यौं त्यति दृश्य अझ खुल्दै गयो। मैले त्यहाँ ड्रोन पनि उडाएँ, र जब त्यो ड्रोन आकाशमा उड्यो तब बल्ल बुझिएछ, पृथ्वी साँच्चै सुन्दर छ। माथिबाट देखिने हरियाली, ससाना बस्तीहरू अनि टाढासम्म फैलिएको काठमाडौँ उपत्यका। यति अपूर्व दृश्य थियो जुन शब्दमा बयान गर्न गाह्रो पर्छ। ड्रोनले देखाएको लैक्यू भेन्जियाङ एकदम शान्त, हरियाली र खुला आकाशको काखमा बसेको स्वर्ग जस्तै लाग्यो। र केही बेरको उकालोपछि हामी आइपुग्यौं लैक्यू भेन्जियाङ। हामी झन्डै 30-40 मिनेटको रमाइलो यात्रा पछाडि अब आइपुग्यौं लैक्यू भेन्जियाङ। पहिलो पाइला राख्ने बित्तिकै महसुस भयो, हावा केही फरक छ। यहाँको वायुमण्डल नै शान्त छ। सडकबाट ओर्लेर जब मैले वरिपरि हेरेँ, चारैतिर हरियाली थियो, जहाँसम्म आँखा पुग्छ त्यहाँसम्म पहेँलो, हरियो र नीलो रङका संयोजनहरू। त्यो थकाइ जुन बाइक चलाउँदा महसुस भएको थियो, त्यो तुरुन्तै हरायो। मनको शान्ति त सायद यही हो, कुनै ठूलो काम नगरी बस वरिपरि हेर्दा पनि सन्तोष लाग्ने। एकछिनको लागि मैले मोबाइल पनि निकालिन, न त फोटो खिच्न न त भिडियो बनाउने। बस आँखा बन्द गरे अनि त्यो हावा, त्यो चराहरूको चिरबिर, त्यो हल्का घाम सबै महसुस गरे। लैक्यू भेन्जियाङमा जुन प्राकृतिक सम्पदा भेटिन्छ त्यो शहरमा बस्नेहरूका लागि स्वर्ग जस्तै लाग्छ। त्यहाँ रहेका ससाना झाडीहरू, छेउछाउमा फिजिएको घाँस अनि अग्ला रुखहरू। यिनीहरूको बीचबाट बगिरहेको शीतल हावा, त्यो हावाले गालामा टच गर्दा स्वाभाविकै स्मित आउँछ। तलपट्टि काठमाडौँ उपत्यका देखिन्छ, त्यो क्षणमा लाग्छ जीवनले के मागिरहेको होला। त्यो दृश्य भनेको पोस्टकार्ड जस्तो, हेर्दा हेर्दै मन गहिरो बन्छ। र जब त्यो दृश्यमा घामको हल्का किरण झर्दछ अनि हावामा पातहरू हल्का फुल्का नाच्न थाल्छन्, त्यसले एउटा कविता लेख्न मन लाग्छ। लैक्यू भेन्जियाङ तपाईको सोचको गहिराईमा लैजान सक्ने ठाउँ हो। यहाँ आएपछि मैले आफैसँग गफ गर्ने मौका पाएँ। हामी दैनिक जीवनमा कति व्यस्त छौं, फोन, काम, तनाव, लक्ष्यहरू। तर यहाँको शान्त वातावरणले भन्छ, थप केही होइन, बस अहिले यही क्षण जिऊ। अनि अब आयो मेरो मनपर्ने भाग, ड्रोन शट्स। मैले ड्रोन उडाएँ र त्यो आकाशमा पुग्यो। ड्रोनको क्यामेराबाट देखिने दृश्य, त्यो त हामीलाई हाम्रो नजरले कहिल्यै देख्न नपाइने सौन्दर्य हो। जङ्गलमाथिको हरियाली, टाढासम्म फैलिएको गाउँ बस्ती अनि त्यो शहरको एक तस्बिर। यसले एउटा कथा सुनाउँछ, शान्तिको, अस्तित्वको र प्रकृतिप्रतिको प्रेमको। ड्रोन फुटेजको अर्को पक्ष हो स्केलको अनुभव। जब तपाईँ माथिबाट आफूलाई हेर्नुहुन्छ, तपाईँ थोरै साना लाग्नुहुन्छ। र त्यो विनम्रता, त्यो अहङ्कारको पतन, त्यो फ्रसलस हो। त्यस एरियल भ्यूले देखाएको सिमेट्री, रङ र बनावट मलाई लाग्यो हामी जे खोजिरहन्छौं त्यो सायद यही थियो। लैक्यू भेन्जियाङबाट फर्किँदा म सधैँको जस्तो थिएन। म केही बुझेर फर्किएको थिएँ कि हामी प्रकृतिसँग जति नजिक हुन्छौं, जीवन उति नै सहज लाग्छ। हामी सायद आफूलाई नजिकबाट चिन्न यस्ता यात्राहरूमा निस्कनुपर्छ। शान्ति किन्न पाइँदैन, तर खोज्न पाइन्छ। र त्यस्तो शान्ति मैले आज भेटेँ लैक्यू भेन्जियाङमा। साथीहरू, आशा छ तपाईलाई आजको यो भ्लग मन पर्यो। यदि तपाईले यो यात्राबाट केही महसुस गर्नुभयो, यदि तपाईले यी दृश्यहरूमा आफैलाई देख्नुभयो, र तपाईँ पनि यस्तो यात्रामा निस्कन चाहनुहुन्छ भने यो भिडियो लाइक गर्नुहोस्, तपाईका साथीहरूसँग शेयर गर्नुहोस्, र यस्तै रमाइला यात्रा र जीवनका अनुभवहरूका लागि कृपया सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाईको साथ, तपाईको प्रतिक्रिया, तपाईको समर्थनले म अझै धेरै रमाइला भ्लगहरू बनाउन प्रेरित हुनेछु।
फेरि भेटौँला अर्को यात्रा अर्को गन्तव्यमा। तपाईलाई धेरै धेरै धन्यवाद।